Kasih Dilek. हाम्रो जिन्दगीमा किन सुख र शान्ति हुँदैन त? यस्तै प्रकारको प्रश्नहरू चाहिँ हामीमा नआउने होइन। हामीले यो बुझ्न जरुरी छ कि हामी जीवनमा धेरै प्रकारको दुःख र सुखहरूबाट गुज्रेको हुन्छ। जस्तै हाम्रो बाल्यकाललाई नै लिउँ। बाल्यकालमा हामीले के कस्तो अनुभवहरू बटुल्यो र ठुलो हुँदै जाँदाखेरि कस्तो खालको अनुभवहरू बटुलेको छ। तपाईँले यो बिचमा पाउनुहुनेछ हाम्रो जीवनको 80% हामीले दुःखमा बिताएको हुन्छ र 20% भाग चाहिँ हामीले सुखमा बिताएको हुनसक्छ। किन हामीलाई यति धेरै दुःख पाइरहेछ? यो सबैको मूल कारण के हो त? यो सबैको कारण चाहिँ हाम्रो बच्चादेखि वृद्ध हुनेसम्म कति धेरै चाहनाहरू हुन्छ। यही चाहनाहरूको पछि कुद्दा कुद्दा चाहिँ हामीले जीवनको 80% भागहरू चाहिँ हामीले दुःखमा बिताएको हुन्छ र यसको समाधान के हो त? यसको समाधान चाहिँ जीवनमा सन्तुष्टि हुनु हो। हामीसँग जे छ त्यसमा हामी सन्तुष्टिपूर्वक त्यसलाई हामीले लिन सक्यो भने हाम्रो जीवन चाहिँ एकदम सुख र शान्ति साथ बुझ्नेछ। सन्तुष्टिको गहिरो अर्थ बुझेर जीवनयापन गर्ने हो भने हामीले हाम्रो जीवन सुख र शान्तिपूर्वक बिताउन सक्नुहुनेछ। धन्यवाद।